Hello guys, welcome to our new vlog. आज चाहिँ अब हामी कहाँ लाग्छ सरप्राइज सबैजना मिलेर जान लाग्छ छौँ अनि अब हेरौँ के हुन्छ रमाइलो हुन्छ होला. All the best. See you. घुम्न जान लाग्दैछौँ. सोलु भन्ने ठाउँ पनि घुम्न जान लागेको. सैलुङ सोलु होइन सैलुङ. अनि रमाइलो लागिरहेको छोरीहरू बुहारीको साथमा जाँदैछौँ. धेरै खुसी लागेको क्या. म पहिलोचोटि नै लामो टुर हिँड्न चाहिँ लागेको हो. मलाई धेरै भित्रैदेखिको आत्मादेखिकै खुसी भएको छु. बच्चाहरूसित त्यसरी हिँडेको पनि थिइनँ अहिलेसम्म. अहिले चाहिँ हिँड्दैछु. रमाइलो इन्जोय गरेर हिँड्न लागिरहेको छु अहिले हामी चिया खाएर जुस भाउ किनेर जानु लाग्यो. अहिले चाहिँ हामी गाडीको पुग्यौँ. चिया खाएर चना खाएर निस्केको काभ्रे प्लान्ट केरा गाडीबाट अगाडि केरा गाडी थियो त्यहाँ नाम त्यही हो भाइ. हामी चाहिँ अहिले अब सैलुङ आइपुग्यौँ. सैलुङको ग्रेट वाल भने जस्तो लाग्यो. त्यही हिँड्दै हौँ. हाम्रो चौली हेलो भनिदिनु. उकालो लाग्न थाल्यो. कति लामो रहेछ वहीँसम्म त. त्यति अब उकालो हिँड्दैछौँ. अनि हामीले चाहिँ घोडा पनि रहेछ दुईवटा. त्यो घोडा चाहिँ सायद माथि जानु नसक्ने होला नि. लाएर त्यहाँ अलिकति भ्युज हेर्ने घुम्ने ठाउँ रहेछ. अनि त्यो ठाउँमा अलि मास्तिरको वाल बाहेक अलि छेउबाट घुम्दैछौँ. यहाँ 4-5वटा घरहरू चाहिँ राम्रो रहेछ. होटेलहरू रहेछ होटेलहरू जस्तो. अनि यहाँ एउटै खाले जङ्गल के सबै सल्लाहगारी अनि के अरे यो कटुसका बोटहरू अनि काफलका बोटहरू ठाउँमा के फरक तरिकाले रहेछ. आदिको भाग आइपुग्यौँ. अनि हामी चाहिँ कति धेरै माथि आइसक्यौँ. अनि हाम्रो साथीहरू चाहिँ पछाडि नै हुनुहुन्छ. हाम्रो छोरी टिटी हिँडेको कोही अगाडि अर्को 3 ग्रुप छन्. हामी 4जना ड्राइभर दाइ तलै बस्नु भयो. उकालोको आधी हिँड्दैछौँ. बाटो उकालो ठाडो उकालो. हामी चाहिँ फर्स्ट उकालो म ट्रेक जान सक्दो रहेछु. मलाई थाहा भइसक्यो. राम्रो छ एकदम दामी. अहिले पो कुहिरो आएर बसेको. अब चाहिँ हामी ग्रेट वाल हेरेर फर्किन लाग्दैछौँ. तलतिर ओह्रालो झर्दैछौँ. अनि अहिले पनि हामी 2जना मात्र छौँ. अरू पछाडि छन्. 3जना अगाडि लागिसके. हामी अनि भ्यू चाहिँ यस्तो छ यहाँबाट. ल्याइदा फर्किनु. भ्यू चाहिँ दामी छ त नि. अलिक घाम लाग्छ भनेर टोपी लगाएको. जाडो हुन्छ भनेर टोपी लगाएको. घाम लगाएर टलटला पुर्छ. रमाइलो लागिरह नि तपाईँलाई. खुब रमाइलो भयो. ल हामी अनि माथि सैलुङ चाहिँ अलि हिँड्न टाइम कम भएर जान सकेनौँ. अलिकति अर्कोचोटि बाँकी रहेछ. अनि सबैजना नहिँड्ने भने ल भनेर म पनि फर्केँ. ल हाम्रो साथी अब एकजना भेट्यो. अनि अब भन्नु. ओह्रालो झर्दैछौँ. अब ग्रेट वाल सक्यो. साथीहरू सक्यो. फाइनल्ली वी आर एट सैलुङ. मम्मीसँग हाम्रो मम्मी कति हाम्रो दामी भ्यूमा आइपुग्यो. यस्तो दामी भ्यू छ. लाइक यो त हामीले लाइक
खोजेँ सोचेको पनि थिएन दामी भ्यू छ यहाँ साथीहरू बबाल छ यार कुद must visit place in Kalinchok. Like this is the whole thing. It's so good, like so good. मैले आजसम्म सोचेको थिएँ यस्तो दामी हिमाल रेन्ज विथ दिस ब्युटिफुल सनसेट हेर्न आउँछ भनेर मेरो क्यामेराले त्यस क्याप्चर गरेको छैन तर त्यो so freaking good. मेरो हात जमिरहेको छ लिटरली लाइक आइस जस्तै भइसकेको छ तर पनि I am good with this all things because I have experienced bestest of everything. Like यस्तो दामी छ oh my god यहाँबाट एउटा हेलो अहिले चाहिँ हामी आगोतिर छौँ आगो हामी यस्तो राम्रो छ यहाँको भ्यू यस्तो दामी छ यस्तो सेक्सी छ यहाँ चाहिँ गाडी छ हजुर Literally I'm crying. Even I heard your husband talking to like a cozy This is what I want to be. This is why this expect गरेर यस्तो धेरै चिसो पनि छैन तर बोल्दै हिँड्दा चाहिँ गाह्रो हुन्छ कालिम्पोङ मन्दिर कालिम्पोङको भगवानको मन्दिरको दर्शन गरेर फर्किँदैछौँ अनि माइजो हुनुहुन्छ अनि भ्यू जस्तो दामी ल यहाँ बोल्नु ल कालिम्पोङ मन्दिर गएर मन्दिर धेरै रमाइलो छ सबैजना एकपल्ट चाहिँ आउनु होला हैन अनि हिउँ पनि छ अलिअलि छ हिउँ चाहिँ यहाँ अलिअलि थोरै लिटलबिट फ्रन्ट क्यामेरा भएर अब हामी चाहिँ केबल कार चढेर अनि तल झर्छौँ अनि ब्रेकफास्ट गर्छौँ अनि त्यसपछि निस्किन्छौँ नि ल ओके सो बिचमा हामीले गएको चाहिँ कहाँ गएको थियौँ हामी जाडो त छैन मलाई जाडो त भएन मलाई त त्यो भगवानको शक्तिले होला केही पनि चिसै भएन म चाहिँ हामी कुरी भिलेज घुमिरहेको छौँ अनि अब चाहिँ हामी रेडी भएर सबै त गरेर निस्केर भगवानको मन्दिर पनि गएर आएर अब फर्किनलाई आएको अनि अलिअलि हिउँ परेको छ अनि त्यही हिउँहरू यसो हेर्न खेल्न आएको खेल्न भन्दा पनि हेर्न आएको रमाइलो भइरह सानो तपाईँलाई रमाइलो लागिरह माइजू तपाईँलाई रमाइलो लागिरह आँखै देखाएन ल कालु एकदम ल बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ हामी चाहिँ कालिम्पोङ छैन साकटुक सकेर अनि अब चाहिँ हामी आफ्नो हाम्रो घर जान लाग्यो त्यति हो ल है ल बाई थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब आवर युट्युब च्यानल बाई